दसैँ ह्याप्पी दसैँ। आज टिका लाउँदै अनि मैले उठेर नुहाइसकेँ। अब मेरो रुम सफा गर्छु। रुम सफा गर्छु म। कसरी राख्छु ल। It's very cold, so I have to put on these 2 blankets, हैन सुत्दा। अहिले नि क्या चिसो छ, मलाई चिसो भए पनि नुहाएको। फेरि आज टिका लाउने दिन हो नि, तर दसैँको जस्तो त्यो छैन के वेदरले। यस्तो पानी परिरहेछ अनि बेडबाट उठ्नै मन नलाग्ने खालको वेदर छ है। अनि वेदर छ तर पनि के गर्नु। Still, it's Dasai time, so we have to celebrate. अनि अब चाहिँ I'll get ready for day आजको दिनको लागि my ukulele. So अब चाहिँ यस्तो बसेर म रेडी भएको देखाउँछु ल। So as you can see, my skin has been not recovered yet, but I don't know. म चाहिँ के हो भइरहेको थियो भने यो टिका लाउने दिनसम्म चाहिँ अलि बेटर होस् भनेर। अहिलेसम्म पनि इट्स बेटर भने छैन। यो सर्ट चाहिँ पुरानो पापाको चाहिँ होइन, यो नयाँ थियो होइन, पसलबाट झिकेर ल्याएको। मैले सोलुखुम्बुमा लुगाहरू लिएन कि, द्याट्स वाइ। फेरि आज बत्ती नै अलिक कस्तो त्यो छ कि अलि पावर कम छ, बाहिर पानी परिरहेछ। एउटा पनि त्यो हुन्छ नि दसैँमा चिटिक्क घाम लागेर त्यो वाला त्यो भाइ भएर छैन कि, त्यो भाइ भएर छैन। अब टिका लगाएर पैसा थापेपछि आउँछ कि सायद। सो अब त्यस्तै छ। आज अलि प्रेजेन्टेबल देख्नुपर्छ होइन, बिकज आज टिका लगाउनुपर्छ। अनि एउटा कुरा के लाइक सोलुखुम्बुको दसैँ र अरू ठाउँको दसैँ चाहिँ क्या कन्ट्रास्ट हुन्छ कि, बिकज इट्स जहाँ म बस्छु इट्स शेर्पा गाउँ क्या, शेर्पाहरू अलि मेजोरिटीमा हुन्छ। सो शेर्पा फेस्टिभलहरू मजाले मनाइन्छ, हामीले पनि मनाउँछौँ उहाँहरूसित होइन। बट के हुन्छ भने क्या है, के हुन्छ भने दसैँहरू चाहिँ दसैँ मनाउने हुन्छन् बट त्यस्तो धेरै हुँदैन नि त। अनि त्यस्तो खतरा लेभलमा त्यस्तो खतरा गरी सेलिब्रेट चाहिँ गर्दैन कि। अनि प्लस यो टाइममा चाहिँ सिजन हुन्छ नि त, अहिले सिजनल टाइम हो, बिजनेसहरू हुने, टुरिस्टहरू आउँछन् यो टाइममा चाहिँ हिमाल चढ्न। अनि एकदम बिजी पनि हुन्छ होटेल लाइनको अनि यस्तै बिजनेस लाइनहरूको चाहिँ एकदमै अहिले चाहिँ बिजी हुने टाइम पनि हो क्या। सो दसैँमा टिका लाउने तिनीहरूलाई मात्र टाइम राखौँ, तिनीहरू मात्र गरौँ भन्नु पाउँदैन। यता मान्छेहरू आइरहेको हुन्छ, कस्टमरहरू आइरहेको हुन्छ, अनि उहाँहरूलाई पनि सर्भ गरिरहेको हुनु पऱ्यो। अनि टिकाहरू लाउने टाइम नै छुट्टिनु पऱ्यो होइन। सो ब्यालेन्स गर्नुपर्छ। द्याट्स वाइ त्यो दसैँ टिकाको लागि मात्र त्यो हुँदैन कि टाइम होइन। त्यसैले खतरा गरी त्यो अरू ठाउँतिर जस्तो सेलिब्रेट चाहिँ हुँदैन सोलुखुम्बुमा। यो कुरा चाहिँ झन् मैले कहिले फिल गरेँ कि यो अरू ठाउँमा चाहिँ क्या खतरा गरी मनाउँदो रहेछ दसैँ भन्ने कुरा चाहिँ मैले कहिले फिल गरेको भने पहिलाको साल चाहिँ म मेरो ठुलो दिदीकोमा गएको थिएँ कि टिका लाउनु, दसैँ टाइम मनाउनु। अनि सी लिभ्स इन मोरङ होइन, मोरङ होइन। अनि त्यहाँ चाहिँ दे आर भेरी इन्टु दसैँ फेस्टिभल लाग्यो मलाई चाहिँ एकदमै। दसैँको सपिङदेखि लिएर सबै कुरा के एकदमै टाइम दिएर मनाइने रहेछ, जुन चाहिँ मलाई एकदमै रमाइलो पनि फिल भयो।
for the first time I wore कुर्ता दसैँमा किनकि सोलुखुम्बुमा त चिसो हुन्छ लाउनै सक्दैन अनि कति चिसो भइरहेछ अनि सोलोमा त कुर्ता लाउनु त्यो सक्दैन कि चिसो भएर लाए पनि यत्रो छेपुको ज्याकेट लाउनु पर्छ होइन माथि सो इट्स भेरी डिफिकल्ट टु वेयर त्यस्तो फेसनेबल क्लोथ्स होइन अहिले सोलुखुम्बुमा अनि त्यतिखेर चाहिँ मैले लगाएको थिएँ कुर्ता अनि या इट वाज भेरी फन सपिङहरू यताउता गर्नु अनि सो या सोलुखुम्बुमा चाहिँ एकदमै लौकी तरिकाले मनाउँछ कि दसैँ अनि तर यो पालि चाहिँ मलाई लौकी लागिरहेको छैन किनकि आफ्टर 4 years आई एम हियर इन माई होम टाउन होइन अनि कस्तो यत्तिकै नै मलाई फ्यामिलीसित भएर होला यत्तिकै पनि मलाई दसैँ जस्तो लाग्छ हरेक दिन यत्तिकै के रमाइलो लाग्छ खुसी लाग्छ होइन दसैँ भनेकै खास फ्यामिली ग्यादरिङ हो जस्तो लाग्छ अब चाहिँ मेरो दिदीहरू चाहिँ हुनुहुन्न आई फिल कस्तो ब्याड वेन आई थिङ्क अफ माई सिस्टर हु लिभ्स अब्रोड होइन अनि या आई फिल ब्याड फर हर एन्ड अस वेन थिङ्किङ अबाउट हाम्रो डिस्टेन्स होइन यस्तो टाइममा तर ओभरअल चाहिँ मलाई खुसी लाग्छ खुसी लागिरहेको छ अहिले फ्यामिलीसित छु बिकज काठमाडौँमा मैले 3 वर्ष चाहिँ काठमाडौँमा बसेरै दसैँमा बसेको छु कि अनि आई युज टु फिल सो लोन्ली है कस्तो जति नै लाइक म ठिकै हुन्छु आई वोन्ट बी फिलिङ अलोन आई वोन्ट बी फिलिङ लोन्ली त्यो फिलै आउनु दिन भन्दा नि आउँछ कि त्यो दसैँ टाइममा चाहिँ बिकज सबै घरमा हुन्छ अनि ठाउँ नि कस्तो खाली हुन्छ अनि कस्तो त फेरि सोसियल मिडिया पनि त्यतिखेर एल्गोरिदम चाहिँ दसैँको त हुन्छ अनि फ्यामिलीहरूको याद आउँछ त्यतिखेर सो यो टाइममा फ्यामिलीसित हुँदा फेरि ह्याप्पी अनि हेलो अनि हियर माई मम आउँछ भिडियोमा बोलेको के को यतिकै क्या मेरो मम्मी के छ ह्याप्पी दसैँ सेम टु यु मेरो छोरी ल अनि यो पालि तयार हुन्छु मम पनि अब नयाँ रेडी हुनुहुन्छ अनि त्यसपछि रमाइलो गर्ने आज नि हामी टिकटक बनाउँछौँ हिजो नि टिकटक बनाउँदै नाच्दै बसेको सो या एक्साइटेड अब योलाई चाहिँ मेरो स्किन क्या ब्रेकआउट भइरहेछ कि बट दिस इज माई फर्स्ट टाइम क्या मेरो स्किन यसरी ब्रेकआउट भइरहेको किनकि पहिला चाहिँ छ नि मेरो दिदीको चाहिँ यस्तै भइरहन्थ्यो स्कुल टाइममा अनि मेरो चाहिँ भएको थिएन सो यो टाइममा चाहिँ मेरो नि भइरहेछ सो अब त्यस्तै भइरहेछ बट आई डोन्ट नो कहिले ठिक हुन्छ भनेर चाहिँ सनस्क्रिन अलवेज अनि अघि बिहान क्या म 8 बजीतिर बेडबाट चाहिँ उठेँ त्योभन्दा अगाडि चाहिँ म आफ्नै युट्युब भिडियो हेरिरहेको थिएँ बिकज आई लभ सिङ माई सेल्फ भनेको हो तर हो त्यो भनेको One thing about me is I love getting ready, you know, like most of the girls, you know, अनि कस्तो मजा हुन्छ क्या अनि अहिले बत्ती क्या लो पावरमा चलिरहेछ नि मेरो सानो आइफोनमा चाहिँ अलि राम्रो क्वालिटीको भिडियो फोटो आउँथ्यो त्यो पनि चार्ज भइरहेको छैन सो मैले चाहिँ अहिले मेरो अर्को फोनको ब्याक क्यामेराबाट खिचिरहेको छु सो आई डोन्ट नो कस्तो आउँदैछ भिडियो घाँटीमा पनि लाउनुपर्छ सनस्क्रिन चाहिँ concealer I don't know यहाँ कसरी
त्यत्रो फेरि घाउ जस्तो आएछ फेरि सोलुखुम्बु आएपछि चाहिँ मेरो स्किन क्या ड्राई न ड्राई भएको छ अनि यताको फेरि के एउटा कुरा मेरो स्किन केयर जुन लाइक प्रोडक्ट्सहरू छ नि मेकअप प्रोडक्ट्सहरू तिनीहरू चाहिँ एकदम भेरी गुड कन्डिसनमा छ किनभने यहाँ यस्तो चिसो हुन्छ अनि उनीहरू चिसो नलाग्दा चिल हुन्छ नि त अनि राम्रो उनीहरूको लागि चाहिँ राम्रो भइरहेछ I'm using my fingers by the way because मैले ब्लेन्डर जस्तो बोकेको थिएँ प्याक गर्दा त बट खै यहाँ अनप्याक गर्दा भेटिनँ कहाँ गयो आएर के छैन हातले नि राम्रै हुन्छ भने My base makeup is done. Now I will be moving to eyebrow. La 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 la. मैले मेरो eyebrow अलि shape गर्नु पर्ने थियो रहेछ but ओके अब म गर्दिनँ because मैले मेकअप लगाइसकेँ नि त so I don't want to ruin it. मलाई सार्पनर चाहियो थियो सार्पनर तर मसित यसरी चाहिँ लाइटिङ अलि राम्रो आउँछ कि सायद आई डोन्ट नो कस्तो देख्छ ब्याक क्यामेरा म पोडा लाउँछु पोडा अब म के लाउँछु eyeshadow blush so म eyeshadow लाउँछु अब I have this cute eyeshadow palette यो त अहिले न्यू नै छ ब्रान्ड न्यू नै छ सो अब चाहिँ म एकदमै लाइट वाला लिन्छु अनि आईको माथि क्रिज लगाउँछु मेकअप गर्नु खासै अलि राम्रो लाग्दैन स्पेसली सोलुखुम्बु किनकि यहाँ मान्छेहरूले खासै लाउँदैन नि त मलाई नि त्यसरी अलि अप्ठ्यारो लाग्छ लास्ट टाइम मैले फुल अन मेकअप गरेको भनेको कलेजको एउटा प्रोग्राममा थियो अब इट्स टाइम फर ब्लश आई डोन्ट नो किन मेरो क्यामेरा भिडियो गर्ने बन्द गर्दो रहेछ सो यहाँ म के भन्दै थिएँ म ब्लस लगाउँदै थिएँ अनि के भन्दै थिएँ मैले म जहिले यसरी मेकअप गर्दिनँ बिकज अहिले मेरो स्किन यत्तिकै नै ब्रेकआउट भइरहेछ नि त आज चाहिँ बिकज इट्स स्पेसल ओकेजन भएर मात्र सो डोन्ट थिङ्क द्याट आई एम डुइङ दिस एभ्री डे बिकज एभ्री डेको लागि मेरो एनर्जी नै छैन प्लस वान Yo, bro, what's up, you Camax? Oh my god, dude, just stand still. Just stand still, you camera. मेरो मेकअप लगभग सक्यो मैले भने नि म धेरै फुल ग्ल्याम लुक गर्ने होइन जस्ट सिम्पल वाला अब म लुगा लाउँछु ल लुगा नि मेरो मम्मीको बिकज मैले केही पनि लिएन so my mom is very sweet enough
to give her close to me. La 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 la. Moisturize yourself. ल अब म लुगा चेन्ज गरेको ट्रान्जेक्सन गर्छु ल वेट मेरो लगिसकोस् 1 2 3 टक्सु मेरो भाइ करण सो अब त रेडी भयो हामी है तिमी रेडी हो यस सो अब हामी तल गएर आन्टीहरुकोमा चिहान जाने ल अनि here is the mess that I did while doing my makeup. So अब यिनीहरू गरेर अब जाने मम्मीहरू हाम्रो किचन आज चियाकोहरू फुकेर रहेछ अनि हामीलाई चाहिँ पानीपुरी खाने प्लान छ यहाँ चाहिँ आलु पाक्दैछ पानीपुरीको लागि हो 11:53 हो टिका लाइनु पर्यो नि बाबुले लाइनु पर्छ आशिक दिनु पर्यो राम्रो पर्नु पर्यो ह्याप्पी दसैँको ह्याप्पी बर्थडे टु यु दसैँको ह्याप्पी बर्थडे टु यु वेदर कन्डिसन यस्तो छ पानी परेर यस्तो छ ल उता उसको नाम चाहिँ जङ्गे हो है जङ्गे पनि पानीमा भिजिरहेको रहेछ ल पानी मनपर्छ क्या हो आज टिकाको दिन तिमी यहाँ छ यहाँ अन्त कता यता राखेर baby inside. छैन नि यो राम्री मान्छे अब साइड हुनु आँट्यो सो वी आर गेटिङ रेडी यही यो अहिले चाहिँ यो डिरेक्सनमा रे यो चाहिँ हाम्रो घोडाको त्यो बस्दा लाउने हो ल अनि चाहिँ म हो ल लुक एट माई इयरिङ्स दिन चाहिँ अलि यस्तो भएर अलि अँध्यारो छ कि होइन सर अब तल गएर ठिकै हुन्छ होला एकछिन त बस्छ यता कता योभन्दा अगाडि चाहिँ हामी क्या बिजी भएको थियो एकछिनलाई ग्राहक हुनु भएको थियो ग्राहक यताबाट त भरे अँध्याएर आउने रहेछ मम्मी यता लाइट हुनु पर्ने थियो क्या नभएर अलिक गाह्रो भयो यता हाम्रो दसैँको साइत गर्दै हुनुहुन्छ हाम्रो मनिकाको बाबाले मनिका अब टिका लाउनु आयो अलि उता बस्नुपर्छ नि आउ तपाईँ हाँस्नु है त्यही त नि दाँत देखाउनु है हाम्रो कोटी हुन्छ बाबाको पोसे ल थरी थरीको भयो खिच्ने मान्छेमा हालेर
आज खुसी हुने दिन यसरी राख्नु मम्मीले नि बाबा कति बज्यो अब त भयो ल टाइम गइसक्छ टाइम भयो टाइम ला कान्छी तिमी धुप बालेर ल्याउँदा त के त तिमा उ त्यो उसमा हामी टिका लगाइदिँदै गर्छु ल सधैँकोमा फोटोसुटमा हामी त यस्तो भुलेछौँ लै त लै कताबाट यो ल्याउँदा कान्छी ल्याएर पाल्नु पर्यो नि त्यो साइड गर्नु के जति गरेर तिमीले पिटी तपाईलाई पनि ल्याउनु त यो लङ लाग्यो दुईजनाले लगाइदिने होला नि है मैले त अब सुरु स्टार्ट स्टार्ट अब बाउ र आमाले यहाँ गाइस यहाँ चाहिँ गाई र कुकुरले यसलाई टिका लगाइदिँदै हुनुहुन्छ म चाहिँ आशिक त मैले पहिलादेखि तिमी बार्ने छैन है छोरी म त मन मनै डिस्टर्ब भएको भयो झन्डै लडाइदियो सँगै लागि भनेर हामीले सबै चिता हामीले सबै उ गरेर पुरा गर्नुपर्छ होस् पुरा होस् जहिले पनि मेरो बाघसँग म मिले आशिक पैसा पे पैसा ल्याऊ है पैसा पैसा अघि ल्याऊ पेपरमा चाहिँ चुप पाइदिइहालौँ डलर डलर म निकाल्छु कता हो मेरो म लिन जान्छु है डलर पो पाइने ओके दाइ चाहिँ पैसा लिन जानु भएको छ गाइज आशीर्वाद धेरै दिनै पाएँ ल लाउ त मेरो सानो छोरी धेरै ज्ञानी हुनु अहिलेसम्म ज्ञानी छ अझै पनि योभन्दा पनि धेरै ज्ञानी हुनु राम्रोसँग पढ्नु सबै कुरा होस् पैसाले दिएपछि ल म दिन्छु दिदीहरूको ऊ नभइकन भयो म चाहिँ दिदीहरूको उहिले छुट्याउँछु निस्किन्छ होला भाग्य मानी हुनु मेरो छोरी ल फुलसँगै ल्याइदिएँ मैले त खोइ छोरीलाई त फुल फुल लगाइदिएन कानमा त अब त्यो केसमा हो कासा निप्पाउँदै म के पिसिरहेको दक्षिणा म पिते मान्छु म भगवान कुनै चल्यो मलाई पनि पुग्न खुवाइदियो त पुरा ल दसैँमा मान्छेहरूले तास खेल्छ तर हामी पुल खेल्ने चेत्यो भने फेरि कति लाग्छ ल लाग्यो लाग्यो गर न
My God. ल है त गाइस स्नोकर यस्तो गरेर भाँच्नु खेलाडीहरू सजिलो यस्तो के यस्तो राखेर यस्तो गर्दा कता हो ल बाबु यस्तो राख यस्तो यस्तो गर न यस्तो यस्तो रहेछ यस्तो यस्तो ल त गेम गर्नु गइदिनु गाइस ल ल ल कले हाल्यो क्यामेरा चलाइ दिनु यस्तो राम्रो खेलाडीहरू My big father and here's the dancers. Here is the vlogger. That is my father with cap. हाई यो चाहिँ टिकाको नेक्स्ट डे हो अनि म के गर्दैछु भने सो हिजोको फुल छ नि जुन मैले पाएको छु सो आई वान्ट टु प्रिजर्भ दिस सो म यिनीहरू चाहिँ एउटा बुकको जेबमा राख्छु सो द्याट्स वाइ आई वान्ट टु रेकर्ड इट यो छ अलि हुने खालकोहरू चाहिँ राख्छु धेरै काचक कुचुक भएको राम्रो यो बुक चाहिँ आएर न पहिलातिर पढेको सो अब यो बिचमा म राख्छु सो त्यही हो कुरा चाहिँ हिजो चाहिँ हामीले पानीपुरी पनि बनाएन किनकि अल्छीलाई त्यसै राख्छु यो पनि राख्नु चाहिँ लेट्स सी कस्तो हुन्छ ड्राई हुन्छ होला आई गेस सो या द्याट्स वाट आई वान्टेड टु रेकर्ड म चाहिँ अब पानीपुरी बनाउनु लाग्यो आई डोन्ट नो लाइटिङ कस्तो आउँदैछ सो कसैले हेर्नु भएको मेरो भिडियो तपाईँले सुट गरिदिनु हो म पानीपुरीको बनाएको बिचरा बहिनी त गर्दैछ यो चाहिँ पानीपुरीको लागि आलु यता चाहिँ भन्छु म यता चाहिँ
हामी पानीपुरी बनाउँदै लु कति छिटो बहिनी हाँसेको रहेछ म तर्सेँ अलिकति म फेरि टिकटक भनेपछि त क्या राजी हुनु भइहाल्नुहुन्छ है ल है तिम्रो टोपी त्यस्तै हो कि यस्तो चिसो भइरहेछ भने अनि सबै एकै ठाउँमा पारेर सबै बनाउने हाम्रो कुकमेन यता आलु पाती ल सब्जी हाम्रो पुरी ल्याउँ त माथिबाट यता हाम्रो कुकमेन पानीपुरीको गाइस म चाहिँ पानीपुरीको आलु बनाउँदैछु हाम्रो पुरीहरू चाहिँ हिजो नै रेडी भइसकेको थियो सो नाउ आई एम मेकिङ फिलिङ्स फर पानीपुरी सो अब हामी बनाएर देखाउँछौँ ल आयो गाइस ऊ हेर्नुहोस् हाम्रो पुरी भने चाहिँ 4 जना आई डोन्ट थिङ्क 4 जनामा चाहिँ धेरै नै हुन्छ होला सो या अब कट गरिदिनुहोस् मम्मी अब हामी पानी बनाउँछौँ यता ए नाम चाहिँ आमा कति छिटो मान्छे आइपुगिसक्छ त गए पनि मासु खानेकुरा देखेर आवा I love you, Didam. साँच्चीकै गयो अनि सुनेनै भन्दा I love you, दिदी. I love you, दिदी. अलि. I love you, दिदी. खोइ. I love you, दिदी. Good. खोइ good. त्यो लाउँदा अब दिदीले पानी बनाउँछु अनि रिदम पार्टी त भन्न त भनिहाल्छ नि अनि के त्यस्तो सोच्यो भने त तपाईँले टिकटकै बनाउनै छाड्नुहुन्छ मम्मी के हो के भन्छ भन्दै सोच्नु थाल्यो भने के यहाँ यो खाँदै छु भन न मकै मकै खाँदै टिकटक हेर्दै शी इज टिकटक क्रिएटर गाइज जब टिकटक बनाऊ भन्छ नि शी इज सो एनर्जेटिक कि बट आई लभ इट है मलाई एकदमै मजा लाग्छ होइन त मामा यहाँ हेरिदिनुहोस् त हो बनाउनु अङ्कल आन्टी आउनु त हो पानीपुरी खानु जानु रे यहाँ मनिकालाई ने थम त पानीपुरी खानु ने थम त तिमीले बोलाउ न अनि कान्छी पनि दाउ कम त यसले मन पर्दैन रिदानले त ठुलो खान्छ होइन ठुलो खाऊ न बाबा चाहिँ कहाँ जानुभएको छ आन्टी पनि आउनु आऊ है ओहो कति मिठो खान्छ ते